नमस्कार, म हुँ माया। माइन्ड एन्ड म्याटर पडकास्ट श्रृङ्खला अन्तर्गत मेरो विषय हो प्रविधि। आज हामी एउटा यस्तो यात्रामा जाँदैछौँ जुन रोमाञ्चक छ अनि अलिकति डरलाग्दो पनि। हामी कुरा गर्दैछौँ आर्टिफिसियल इन्टेलिजेन्स वा भनौँ एआईको। एआईको यो मायावी संसारमा तपाईलाई स्वागत छ। अहिले हामी सन् 2026मा छौँ। आजको दिनमा उभिएर पछाडि फर्केर हेर्दा सूचना प्रविधिको क्षेत्रमा सन् 2021 वा 2022को समय त उहिले बाजेको पालामा जस्तै लाग्छ, होइन र? सम्झनुहोस् त त्यो समय जब हामीलाई कुनै एउटा सामान्य प्रश्नको सही उत्तर खोज्न गुगलमा कतिन्जेल भौँतारिनु पर्थ्यो। एउटा राम्रो लेख तयार पार्न घण्टा होइन, कहिलेकाहीँ त हप्तौं लाग्थ्यो। तर आज एआईले हाम्रा हरेक जिज्ञासाको उत्तर केही सेकेन्डमै दिने मात्र होइन, बरु हाम्रो सोचाइको दायरालाई समेत विस्तार गरिदिएको छ। एउटा प्रम्प्टको भरमा जटिलभन्दा जटिल कार्यहरू, चाहे त्यो गहन अनुसन्धान होस्, सृजनात्मक लेखन होस् वा कुनै प्राविधिक समस्याको समाधान, सबै हाम्रा औँलाका टुप्पामै उपलब्ध छन्। हिजोका घण्टौं लाग्ने कामहरू आज पलभरमै सम्पन्न हुन्छन्। एआई अहिले एउटा औजार मात्र नभएर हाम्रो उत्पादकत्व र सृजनशीलतालाई नयाँ बुझाइमा पुर्याउने एउटा भरपर्दो डिजिटल सहयात्री बनेको छ। के तपाईले कहिल्यै सोच्नु भएको छ यो सबै कसरी सुरु भयो अनि अब हामी कता जाँदैछौँ? आउनुहोस् अलिकति इतिहास कोट्यौं। कथा सुरु हुन्छ सन् 1950को दशकबाट, जसलाई हामी लजिक इरा भनेर सम्झन्छौँ। त्यति बेलाका एलन ट्युरिङ जस्का वैज्ञानिकहरूले सोचेका थिए कि संसारका हरेक नियमलाई कोडमा लेख्न सकिन्छ। उनीहरूले कम्प्युटरलाई सिकाउन खोजे, यस्तो भयो भने यस्तो गर्नु। तर समस्या के भयो भने नि, हाम्रो वास्तविक संसार त असाध्यै जटिल र मेसी छ। यहाँ एक र एक जोड्दा सधैँ दुई मात्र हुँदैन, कहिलेकाहीँ भावना र परिस्थितिहरू पनि जोडिन्छन्। त्यसैले त्यो कोडमा आधारित तरिका वास्तविक संसारको जटिलता अगाडि असफल साबित भयो। त्यसपछि आयो सन् 1990को दशक, द प्याटर्न इरा। यो अघिल्लो चरणभन्दा अलिकति रमाइलो थियो। वैज्ञानिकहरूले नयाँ सोच ल्याए, कम्प्युटरलाई नियम नसिकाउँ, बरु उदाहरण देखाउँ। जस्तै बिरालो के हो भनेर कोड लेख्नुको सट्टा कम्प्युटरलाई लाखौं बिरालोका तस्बिर देखाइदिने। अनि कम्प्युटर आफैले ती फोटोहरूबाट एउटा निश्चित प्याटर्न पत्ता लगाउँछ। यही हो मेसिन लर्निङ। यसैको परिणामस्वरूप तपाईको फेसबुकले तपाईलाई कस्तो कुरा मनपर्छ भनेर थाहा पाउन थाल्यो र त्यस्तै सामग्रीहरू तपाईको वालमा देखाउन थाल्यो, वा तपाईको फोनले अनुहार चिनेर लक खोल्न थाल्यो। तर असली क्रान्ति, जसलाई हामी द ग्रेट एक्सेलरेसन भन्छौं, सन् 2020 पछि आयो। तपाईलाई च्याट जीपीटी अचानक चर्चामा आएको याद छ नि? त्यो पहिलो पटक थियो जब एउटा मेसिनले कविता लेख्यो, अनि त्यो कविता पढ्दा लाग्थ्यो, ओहो, यो त कुनै मान्छेले नै लेखेको जस्तो छ। तर एउटा रोचक कुरा भनौँ, त्यसले त्यो कविता बुझेर लेखेको थिएन। त्यो त केवल गणित थियो, एउटा विशाल र जटिल गणितीय सूत्र। उसले त आफूले पढेका लाखौं करोडौं शब्दहरूका आधारमा अब कुन शब्द आउँछ भनेर अनुमान मात्र गरिरहेको थियो। त्यही समयमा जब हामी च्याट जीपीटी जस्ता च्याटबोटसँग रमाइलो गरिरहेका थियौं, पर्दा पछाडि गुगल डीप माइन्डको एल्फा फोल्डले एउटा चमत्कार गर्यो। यसले जीवविज्ञानको 50 वर्षदेखिको जटिल समस्या हल गरिदियो। हाम्रो शरीरमा प्रोटिनहरू कसरी बन्छन् र तिनको आकार कस्तो हुन्छ भन्ने कुरा एल्फा फोल्डले पत्ता लगायो। यसलाई जीवविज्ञानको गुगल म्याप्स भन्दा पनि हुन्छ। यसले नयाँ औषधि पत्ता लगाउने र रोगहरूको उपचार खोज्ने कामलाई दशकौं छिटो बनाइदियो। त्यसपछि केही जादुमयी परिवर्तनहरू हुन थाले। मिडजर्नी र डाली जस्ता उपकरणहरू आए। तपाईले एउटा प्रम्प्ट लेख्नुभयो, अन्तरिक्षमा नाच्दै गरेको हात्ती, र हेर्दा हेर्दै केही सेकेन्डमै चित्र तयार। त्यो यस्तो क्षण थियो जब मान्छेले बुझ्यो एआई भनेको सृजनशीलता पनि रहेछ। र सन् 2024 सम्म आइपुग्दा एआईले देख्न र सुन्न पनि थाल्यो। तपाईले आफ्नो क्यामेरा कुनै वस्तुतर्फ सोझ्याएर सोध्न सक्नुहुन्थ्यो, यो के हो? अनि उसले हुबहु मान्छेले जस्तै जवाफ दिन थाल्यो। अझ रमाइलो कुरा त के भने, त्यही वर्ष रिजनिङ मोडलहरू आए, मतलब उत्तर दिनु अघि सोच्ने क्षमता भएका एआई। पहिलाका एआईले जे आयो त्यही फ्याट्ट भनिदिन्थे, तर O1 जस्ता मोडलहरूले भन्न थाले, पक्नुस् है, म एकछिन सोध्छु। यसले गर्दा उनीहरूले पीएचडी स्तरका भौतिकशास्त्र र कोडिङका जटिल समस्याहरू सजिलै हल गर्न थाले। ल, अब यो फ्ल्यासब्याक बन्द गरौँ र आजको कुरा गरौँ। आज 2026मा के हुँदैछ त?
अहिले हामी जेनेरेटिभ एआईबाट अघि बढेर एजेन्टिक एआईको युगमा प्रवेश गरिसकेका छौं। यी दुईमा के फरक छ थाहा छ? जेनेरेटिभ एआई गफ गर्छ, तर एजेन्टले चाहिँ काम गर्छ। तपाईलाई एउटा उदाहरण दिन्छु। सन् 2023मा यदि तपाईलाई टोकियो जानु थियो भने तपाईले एआईलाई सोध्नुहुन्थ्यो, टोकियोका लागि सबैभन्दा राम्रो फ्लाइट कुन होला? उसले तपाईलाई एउटा सूची दिन्थ्यो अनि तपाई आफैले टिकट बुक गर्नुहुन्थ्यो। तर आज सन् 2026मा तपाई आफ्नो फोनलाई भन्नुहुन्छ, मलाई अर्को हप्ता टोकियो जानु छ, मेरो क्यालेन्डर हेरेर फ्लाइट बुक गर, कन्फरेन्स नजिकैको होटेल खोज र मेरो अफिसको टिमलाई म बिदामा छु भनेर जानकारी दे, र सकियो। तपाईको यो डिजिटल चीफ अफ स्टाफले आफै वेबसाइटहरू चाहर्छ, तपाईको अनुमति लिएर क्रेडिट कार्ड प्रयोग गर्छ र सबै काम फत्ते गरिदिन्छ। अहिलेका अफिसहरूमा प्रायजसो इमेलहरू मान्छेले हेर्नु अघि नै एआई एजेन्टहरूले पढिसकेका र त्यसको उत्तर समेत लेखिसकेका हुन्छन्। विद्यार्थीहरूकै कुरा गर्ने हो भने पनि उनीहरूसँग अब पर्सनलाइज ट्युटर छ। यदि कुनै विद्यार्थीलाई फिजिक्स गाह्रो लाग्छ तर फुटबल मनपर्छ भने एआईले उसलाई फुटबलकै उदाहरण दिएर फिजिक्स सिकाउँछ। कति गजब, हैन त? स्वास्थ्य क्षेत्रमा डिजिटल ट्विन्सको अवधारणा अघि बढिरहेको छ। वास्तविक उपचार सुरु गर्नु अघि एआईले बिरामीको भर्चुअल शरीरमा उपचार प्रक्रिया तथा औषधिको सम्भावित प्रभावहरू परीक्षण गर्छ, जसले जोखिम घटाउन महत्त्वपूर्ण सहयोग पुर्याइरहेको छ। यो त भयो आजसम्मको कुरा। अब अलिकति भविष्यतिर हेरौं। अबको 5 वर्षमा अर्थात् सन् 2030सम्म के होला त? त्यति बेलासम्म एआई एजेन्टहरू केवल स्क्रिनभित्र सीमित रहने छैनन्। ती शक्तिशाली दिमागहरू अब रोबोटिक शरीरमा समाहित भएर हाम्रो भौतिक संसारमा पनि ओर्लिनेछन्। हाम्रा घरका भान्सादेखि खेतका गराहरू, विद्यालय विश्वविद्यालय, कल कारखाना र अस्पतालका अपरेसन थिएटरसम्म एआई युक्त रोबोटहरूले मानिसले भन्दा बढी शुद्धता र गतिमा काम गरिरहेका हुनेछन्। त्यति बेलासम्म यी एआई एजेन्टहरू हामीभन्दा धेरै गुणा बढी बौद्धिक र दक्ष भइसकेका हुनेछन्। आज हामी एजेन्टलाई काम अराउँछौं, तर सन् 2030सम्म आइपुग्दा धेरैजसो कार्यक्षेत्रमा यी एजेन्ट र रोबोटहरूले नै स्वतन्त्र निर्णय लिन थाल्नेछन्। एउटा यस्तो समय जहाँ ठूला कम्पनीका रणनीतिहरू, जटिल वैज्ञानिक अनुसन्धानहरू र फ्याक्ट्रीभित्रका निर्माण कार्यहरू मानवीय संलग्नता बिना नै फत्ते हुनेछन्। अनि सन् 2050सम्म चाहिँ के होला त? मैले भर्खरै एउटा बीबीसीको रिपोर्ट पढ्दै थिएँ, जहाँ विज्ञहरूले केही दिमागै हल्लाउने भविष्यवाणी गरेका छन्। पहिलो कुरा, न्यानो टेक्नोलोजी। भविष्यमा हाम्रो रगतभित्र साना साना रोबोटहरू पौडी खेलिरहेका हुन सक्छन्, तर डराउनु पर्दैन। यिनीहरूले हाम्रो जासुसी गर्ने होइनन्, बरु हाम्रो स्वास्थ्यको निरन्तर निगरानी गर्नेछन्। लन्डन सेन्टर फर न्यानो टेक्नोलोजीका प्रोफेसर स्टिभन ब्रामवेल भन्छन्, सन् 2050सम्म मेसिन र जीवविज्ञान बीचको रेखा पूर्णतः मेटिनेछ। सायद त्यति बेला औषधि खानुको साटो यी साना न्यानो रोबोटहरूले शरीरभित्रै रोग भएको ठाउँमा पुगेर तुरन्तै उपचार गर्नेछन्। अनि अर्को कुरा, क्वान्टम कम्प्युटिङ। अहिलेका सुपर कम्प्युटरलाई हजारौं वर्ष लाग्ने कठिन कामहरू क्वान्टम कम्प्युटरले केही सेकेन्डमै फत्ते गरिदिनेछन्। यसको मतलब वैज्ञानिक आविष्कारहरू यति तीव्र गतिमा हुनेछन् कि हाम्रो मानव मस्तिष्कले संसारमा के भइरहेको छ भन्ने भेउ पाउनै छाड्नेछ। यस्तो अवस्थालाई वैज्ञानिकहरू टेक्नोलोजी सिङ्ग्युल्यारिटी भन्छन्। साँच्चै भन्नुपर्दा हामी अहिले नै यो सिङ्ग्युल्यारिटीको ढोकामा उभिएका छौं, जुन आउँदा दशकहरूमा अझ सघन हुँदै जानेछ। यो सब सोच्दा जति रोमाञ्चक लाग्छ त्यति नै चुनौतीपूर्ण पनि। जब बौद्धिक र शारीरिक दुवै कार्यमा मेसिनले मानिसलाई उछिन्न थाल्छ, तब प्रश्न उठ्छ, यो नयाँ संसारमा मान्छेको वास्तविक भूमिका के त? अहिले विद्वानहरू यस विषयमा चिन्ता र चिन्तन दुवै व्यक्त गरिरहेका भेटिन्छन्। तर म भने व्यक्तिगत रूपमा आशावादी छु है। मानिसले आफूलाई पुनः परिभाषित गर्दै गर्दाको यो संक्रमणकाल केही अनिश्चित र चुनौतीपूर्ण त पक्कै हुनेछ। तर यही छोटो अवधिको अन्धकारको गर्भबाट एउटा नयाँ र उन्नत मानवीय युगको जन्म हुनेछ। अर्को श्रृङ्खलामा हामी यसै विषयमा अझ विस्तृत चर्चा गर्नेछौं। आजलाई यति नै। माइन्ड एन्ड म्याटर पडकास्ट सुन्दै गर्नुहोला। म माया, बिदा हुन्छु। नमस्कार।